Hello guys, namaste. It's Rocker Boys, Rocker Group, and today we are going to present you the match between Nepal and Argentina in FIFA 14. And as you can see your left side Nepal and right side Argentina, it's match day. And today we are going to start this match, the Rocker Group. Nepal in as usual the red jersey and Argentina in sky blue and white, and and it's gonna be really great match between these players. Let's do the team management. यो म्याच हामी हाम्रो भ्युअर्सहरूको लागि खेलिरहेका छौँ र तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ स्क्रिनमा प्र्याक्टिस तथा स्क्वाडहरू चेन्ज भइरहेको छ नेपाल डिफल्ट स्पिड 54 पासिङ 54 एकदम राम्रो अर्गनाइज पोजिसन छ नेपालको र यहाँ रेडी भएको छ नेपाल म्याचको लागि अर्जेन्टिनाबाट चेन्ज भइरहेका छन् एम्ब्रोजो हुने भएका छन् मास्टेरानोलाई सेन्टर डिफेन्डिङ मिडफिल्डरमा राखेका छन् र यसै गरी म्याच स्टार्ट हुन गइरहेको छ 10 रङ्गी सारामा र यहाँ पेनल्टी ट्याक्टिक्स र अनिल गुरुङ छन् यहाँ पेनल्टी दिने र यसै गरी टाइम वेस्ट नगरी हामी म्याचमा जान चाहन्छौँ दर्शकबिनहरू यसै गरी हामी म्याचमा गएका छौँ Now guys, we are going to start our commentary in Nepalese language. Hope you guys will enjoy the match. Hello guys, namaste. हजुरहरूलाई नेपाल भर्सेस अर्जेन्टिना म्याच रङ्गशालामा हुन गइरहेको छ यो निकै नै ठुलो म्याच रहनेछ नेपालको लागि यसै गरी अर्जेन्टिना एकदम एउटा राम्रो टिम हुनका साथसाथै एउटा नेपालसँग खेल्न उनीहरूले आफ्नो ट्याक्टिक्सहरू चेन्ज गर्ने ट्याक्टिक्स स्क्वाड तथा फर्मेसनको लागि एकदम राम्रो ध्यान दिनुपर्ने कुराहरू भइरहेको छ त्यसै गरी नेपालले आज एकदम राम्रो प्रदर्शन गर्ने होपमा छन् र फ्यान्सहरू दशरथ रङ्गशालाभरि हजुरहरू देख्न सक्नुहुन्छ पुरा दशरथ रङ्गशाला भरिएको छ फ्यान्सले फ्यान्स भन्नुपर्दा नेपालका फ्यान्सहरू एकदमै राम्रो फ्यान्सहरू हुन् उनीहरू एकदम फुटबल क्रेजी फुटबल लभर्स हुन् र फर्मेसन छ यहाँ नेपालको लागि त्यसै गरी यो एकदम नर्मल फर्मेसन हजुरले देख्ने फर्मेसन हो यो किरो छेत्री गोल्की अनिल गुरुङ फरवार्ड जगदीश श्रेष्ठ मानु राई सागर थापा र यहाँ अर्जेन्टिनाको छ यहाँ अर्जेन्टिनाको निकै नै राम्रो एट्याकिङ पोजिसन छ हिग्वेल अग्वेरो डिमारिया र मेस्सी र यसै गरी म्याच स्टार्ट हुन गइरहेको छ ओके द म्याच इज गोइङ टु स्टार्ट र यसै साथ म्याच स्टार्ट भएको छ मेस्सीले बल अगाडि बढाउँदै र बेनेगाले बल पाएका छन् अग्वेरो रोजो अग्वेरो मास्टरानोले बल अगाडि बढाइरहेका छन् र जाबेलेटालाई पास दिएका छन् मेस्सीले बल पाएका छन् र मेस्सीले यहाँ बल मिस गरेका छन् र एकदम घातक हुन सक्छ यो र यहाँ रोमेरो अर्जेन्टिना गोलकिपरले बचाएका छन् त्यो मेस्सीले मिस गरेका थिए नर्मली हामी त्यो देख्दैनौँ तर आज हामी त्यो देखेका छौँ र फेरि फल भएको छ
र यहाँ येलो कार्ड पाएका छन् महाजनले, विराट महाजनले येलो कार्ड पाएका छन्। हजुरहरू देख्न सक्नुहुन्छ अर्जेन्टिना फ्री किक पाएका छन् र जाबिलेटा फ्री किक लिन पुगेका छन् र उनले फ्री किक उडाएका छन् र सिधै बाहिर हानेका छन्। किरण चेन्जोङ टु स्टार्ट द म्याच अगेन र नेपालले अब फेरि पछाडिबाट बिल्डअप गर्नु परेको छ र हो र यहाँ पास थियो राम्रो र राम्रो लगिरहेको थियो तर यहाँ बचाएका छन् अर्जेन्टाइन डिफेन्डर्स र यहाँ फेरि मिस पास हुन गइरहेको थियो। अर्जेन्टिनाले पासिङमा एकदम राम्रो गेम खेलिरहेको छ आज। नेपालले पासिङ एकदम राम्रो खेलिरहेको छ भने अर्जेन्टिनाको मिस पासहरू धेरै नै छ। यसै गरी मेसीले बल कलेक्ट गर्न सकेका छैनन्। र यहाँ बल पाएका छ हिग्वाइनले र सुट हानेका छन् र उनले बाहिर उडाइदिएका छन् सुटलाई। एकदम नराम्रो प्रहार गरेका थिए उनले। उनको क्वालिटीको अनुसार हेर्नु पर्दा उनले एकदम तलो प्रहार गरेका छन् त्यहाँ र ब्याक पास किरण चेङजोनलाई नर्मली हामी देख्दैनौँ। र यहाँ मोड बनाएको थियो नेपालले तर राम्रो मुभ बनाएको थियो नेपालले। गराए मास्टरानो डिमारिया जाबलेटा डिमारिया अर्जेन्टिना फेरि आफ्नो पासिङमा र हिग्वाइनले यहाँ बल पाएका छन् तर नेपाल डिफेन्डर राम्रो क्लियरेन्स। हिग्वाइनले फेरि अर्को मिस गरेका छन्। उनी प्लेयरको क्वालिटी हेर्नु पर्दा उनले निकै नै राम्रा राम्रा गोल गरेका छन् जस्तो रियल मैड्रिडको लागि भयो। फेरि सुट प्रहार गरेका छन् यहाँ तर फेरि पनि उनको सुट बाहिर गएका छ र किरण चेन्जर फेरि बिल्डअपको लागि किरण चेन्जरले लङ नगइकन सर्ट पासमा गएका छन् र यहाँ मिस भएको छ नेपाल पासिङ एन्ड यहाँ चान्स हुनसक्छ तर राम्रो बचाव थियो। अर्जेन्टिनाले यसै गरी कर्नर पाएको छ र कर्नर लिनको लागि मेस्सी उत्रेका छन् मैदानमा। फर्नान्डेसले निकै नै राम्रो हानेका छन्। सरी गाइस हामी म्याचमा ध्यान दिइरहेको हुनाले गर्दा हाम्रो कमेन्ट राम्रो नहुन पनि सक्छ गाइजहरू, त्यसको लागि हामी क्षमा प्राप्त छौँ। र यहाँ हेडिङ बचाएको छ निकै नै राम्रो हेडिङ बचाएको छ। फेरि मेस्सीले कर्नर प्रहार गर्दै अर्जेन्टिनाका लागि र अर्जेन्टिनाले फेरि आफ्नो गेममा नियन्त्रण लिन पाइरहेको छ र यसै गरी यहाँ डिफेन्डिङ निकै नै राम्रो देख्न सक्छौँ गाइज। नेपालीको हिग्वाइनले बल पाएका छन्। हिग्वाइनले आज धेरै नै मिस गरिसकेका छन् र फेरि उनको खुट्टाबाट बल मिस भएको छ र नेपाल काउन्टर अट्याकमा र यहाँ राम्रो छ र यहाँ गोल भएको छ। अनिल गुरुङ 47 मिनेटमा गोल गरेका छन्। निकै नै राम्रो गोल गरेका छन्। हजुरहरू हेर्न सक्नुहुन्छ एकदम सोलो गोल भन्नुपर्छ यसलाई। एकदम राम्रो पास पनि राम्रो थियो तर उनले फिनिसिङ निकै नै सोलो एफर्ट दिएका थिए। उनले बल कन्ट्रोल गरे निकै नै राम्रोसँग र गोल गरेका छन् गाइजहरू। निकै नै राम्रो गोल थियो अनिल गुरुङको। नेपालको लागि पनि यो राम्रो गोल हो। अर्जेन्टिनाका लागि यो एकदम घातक हुन सक्छ। एउटा फाइनल खेलिसकेको वर्ल्ड कप 2014 को फाइनल खेलेको जर्मनसँग टिम यहाँ नेपालसँग फर्स्ट गोल खाँदा अर्जेन्टिनाको टिममा एउटा विश्व प्रख्यात खेलाडी एकदम विश्वको उत्कृष्ट खेलाडी मेस्सी हुँदा पनि अर्जेन्टिनाले गोल खाएको छ। अब हेरौँ अर्जेन्टिनाले स्ट्राइकिङमा कस्तो परिवर्तन ल्याउँछ।
मेस्सीले के जादु देखाउँछन् आज। र गाइजहरू सबै नै वेट गरिरहेको होला मेस्सीले जादु देखाउँछन् र हेरौँला भन्दै, बट हामीले अहिलेसम्म देख्न पाएका छैनौँ। विशेष गरी अगुइरोले खेलिरहेका छन्, उनी पनि आफ्नो 100%मा छैनन् कि नेपालका डिफेन्डरले उनलाई बल दिनै खोजिरहेका छैनन्। र निकै नै राम्रो मुभ छ फेरि यहाँ श्रेष्ठ क्रस छ अनि यहाँ चेस्टिङ गरेका छन् र सुट हानेका छन् र यो आउट गएका छ। अनिल गुरुङ निकै नै राम्रो खेलिरहेका छन्। अनिल गुरुङ आज निकै नै राम्रो गेम खेलिरहेका छन् उनी। अनिल गुरुङ भन्नुपर्दा पनि निकै नै एक राम्रा खेलाडी हुन् नेपालका लागि। आज नेपालका डिफेन्सहरू एकदम राम्रो गेम देखाइरहेका छन् र यसै गरी गाइजहरू हाफ टाइम भएको छ यहाँ रङ्गशालामा। हो दर्शकबिनहरूले इन्जोय गर्नुभयो होला। नेपाली दर्शकबिनले निकै नै इन्जोय गरेका छन् यो म्याच। उनीहरू यो म्याचलाई धेरै प्रतीक्षा गरेका थिए र यो म्याचमा फर्स्ट हाफमै 1-0 को लिड हुनु उनीहरूको लागि एकदम राम्रो हो। हेर्न सक्नुहुन्छ हजुरहरू किरण चन्द्रको सेम तथा हिग्वेनको मिस र अर्जेन्टिनाको स्ट्राइकिङको कुरा गर्दा आज हिग्वेनले निकै नै राम्रो खेलिरहेका छन् र नेपालको कुरा गर्नुपर्दा त हजुरहरूले गोल अनुसार नै थाहा पाउनु भइहाल्यो होला। यो थियो उनको अनिल गुरुङको मिस। यसै गरी हामी अब स्ट्याट चेक गर्न चाहन्छौँ। यसै गरी नेपालले थोरै छुट हान्दा पनि नेपालले गोल 1-0 अगाडि छ। पोजिसनको कुरा गर्नुपर्दा अर्जेन्टिना अगाडि छ र यसै गरी हजुरहरूले हेर्न सक्नुहुन्छ। र अब हामी जान्छौँ सेकेन्ड हाफको लागि। यसै गरी सेकेन्ड हाफ सुरु भएको छ गाइस। फर्स्ट हाफमा स्कोर ड्र भएको छ। दर्शकबिनहरू हजुरहरूले सरी गाइस 1-0 भएको छ र यसै गरी हजुरहरूले भर्खर टिभी खोल्नु भएको छ भने नेपाल 1-0 ले अगाडि छ। र यहाँ राम्रो पास हुन सक्थ्यो तर बचाव गरेका छन्। नेपालले एकदम राम्रो बिल्डअप गर्दैछन्। र यहाँ मिस पास भएको थियो। नेपालले सेकेन्ड हाफमा एकदम राम्रो सुरुवात र यसै गरी हिग्वेन अगाडि पुगेका छन् तर किरण चेग्यो पनि केही कम छैनन्। उनले बल हातमा लिएका छन्। निकै शीतलो पास थियो त्यो। यसै गरी राई जुमान राईले पाएका छन् बल। जुमान राईले यहाँ मिस गर्न पुगेका छन् तर यो पास हुन सक्थ्यो तर भएन। यसै गरी थ्रो गरेका छन् र राज तामाङले पाएका छन्। रेचन गुरुङ गुरुङ छमाङ यो टिम अहिले आफ्नो डिफेन्सिभ पोजिसनबाट पनि अगाडि बढेर खेलिरहेको छ नेपाल। नेपाल 1-0 को विजयी हुन सक्ने सम्भावित अगाडि गइरहेको छ। उसले डिफेन्समा पनि हल्का राम्रो ट्याक्टिक्स मिलाएर खेलिरहेको छ आज। त्यसै गरी हामी पास हेर्न सक्छौँ दर्शकबिन। नेपालले एकदम राम्रो काउन्टर ट्र्याकिङ फुटबल तथा राम्रो पास खेलेको छ र यहाँ फेरि हुनसक्छ नेपाललाई चान्स तर उनले भ्याएका छैनन् र यो फितालो पास थियो तर डिमरियाको पास र यहाँ तामाङले क्रस गर्ने पोजिसनमा छन् र डिफेन्डरले यसलाई क्लियर गरिदिएका छन्। निकै नै राम्रो क्लियर थियो त्यो, हेडिङ क्लियर थियो। फेरि नेपालले बल पाएको छ र फेरि बिल्डअप पोजिसनमा छ। ब्याक पास थियो, ब्याक हिल। निकै नै राम्रो मान्न सकिन्छ त्यसलाई फुटबलमा। एकदम राम्रो मुभमेन्ट गरेका छन् उनले त्यसमा पुग्नको लागि।
र किरण चेन्जोङले निकै नै राम्रो बचाव गरेका छन्। र यहाँ फेरि मिसपास भएको छ, एकदम बललाई राम्रो कन्ट्रोल गर्न सकेका छैनन्। सेकेन्ड हाफको कुरा गर्नुपर्दा दर्शकबिन नेपालले एकदम राम्रो प्रदर्शन गर्न गरिरहेको छ। अर्जेन्टिनाले 1-0 को पछाडि हुँदा पनि अट्याकमा जान सकिरहेको छैन। पोजिसनको कुरा गर्नुपर्दा पोजिसन राखेर पनि गेम खेलिरहेको छ नेपालले भने एट्याकमा पनि गइरहेको छ। र यहाँ मेस्सीले बल पाएका छन् र मेस्सीले बल अगाडि बढाइरहेका छन्, तर यहाँ उनले पास निकाल्न सकेनन्, आफ्नो म्याजिक देखाउन सकेनन्। डिमारियाले बल पाएका छन्। गोइनले निकै नै राम्रो खेला प्रदर्शन गरेका थिए, उनले गोल हान्न नसके पनि प्रदर्शन एकदम राम्रो गरेका थिए फर्स्ट हाफमा। र निकै नै राम्रो ट्याकल थियो, दर्शकले हजुरहरू हेर्न सक्नुहुन्छ। एकदम राम्रो म्याच खेलेको आज नेपालले, यो एकदम राम्रो म्याच हुन सक्छ नेपालको लागि। 82 मिनट भइसकेको छ र स्कोर इज 1-0। र यहाँ फेरि अर्जेन्टिनाले मिसपास गरेका छन्। दर्शकले हामी हेर्न सक्छौँ अर्जेन्टिनामा आज त्यो जुन क्युरिसिटी हुन्छ एट्याकमा जानको लागि, जुन एउटा जुन हुन्छ अब आफ्नो रियल गेम, अर्जेन्टिनाले पासिङ तथा एट्याकिङ गेम खेल्छ र आफ्नो स्ट्राइकरलाई आज अर्जेन्टिनाले त्यति युज गर्न सकेका छैनन्। र यहाँ पास राम्रो हुनसक्छ तर डिफेन्डर एकदम आफ्नो 100% मा थिए, त्यहाँ ब्याकविल थियो। र यहाँ यसै गरी अफसाइड भएका छन्। फर्नान्डेज फ्री-किकका लागि उत्रेका छन् र 89 मिनट भइसकेको छ, दर्शकबिन लिड छ 1-0। र यहाँ पास राम्रो हुन सक्छ र यहाँ उनले छेकेका छ अर्जेन्टिना डिफेन्सले, एकदम राम्रो थ्रो बल निकाल्न खोजिरहेका थिए नेपाली प्लेयरले, तर यसै गरी यहाँ बनेगाले बल लगिरहेका छन्। सागर थापाले उनलाई ट्याकल हान्न कोसिस र मेस्सीलाई पास राम्रो निकालेका थिए तर डिफेन्डर पनि 100% मा थिए। यसै गरी म्याच सकेको छ दर्शकबिन, इट्स नेपाल 1 अर्जेन्टिना 0। अनिल गुरुङको 37 मिनटको गोल नै एकदम महत्त्वपूर्ण गोल बनेको छ यो म्याचको लागि चाहिँ। जस्ट एक गोल थियो जसले गर्दा नेपाल विजय भएको छ। द ओन्ली गोल that was scored by Anil Gurung in 37 minutes gave lead to Nepalese team. यसै गरी हजुरहरू हेर्न सक्नुहुन्छ नेपाली झन्डाहरू फर्काइराख्दै। यसै गरी हामी आज यहाँबाट बिदा चाहन्छौँ। यसै गरी हामी अरू भिडियोहरू पनि बिस्तारै ल्याउँदै गर्छौँ दर्शकबिनहरू। सब्सक्राइब आवर च्यानल दर्शकबिनहरू र